को के हो? सानो भनेको हो। सानो भनेको त? को हो? सानो त म कसैलाई पनि त्यसरी भन्दिनँ त। त्यसरी कसैलाई पनि याद कसलाई भन्छु? कसैलाई पनि भन्दिनँ त। याद आएन कसलाई भनेको रहेछ? कसलाई भन्नुभयो? कसलाई पनि भनेको छैन त मैले। मलाई थाहा छ नि फेरि। कसलाई मैले भन्छु जस्तो अबि के पहिला यति भन्छु न, के अरे के भन्छ हजको भनिदिनुहोस्, सोधिदिनु लाइभमा के सोध्नु सोधिदिनुहोस्। त्यस्तो कोही पनि छैन। सबजना जसले पनि सोधिरहेका छन् नि तिमीलाई यस्तो भनिरहेका छन् नि, ए मलाई त्यस्तो भन्यो त्यस्तो केही पनि छैन है, बुझ्यो कि बुझेनौ? कसैसँग छैन होइन, पत्याएनौ? म बताउँदिनँ किनभने यस्तो हो कि होइन, मलाई कसले के गर्यो भनेर भनिदेऊ न के गर्यो सबैजनाले, भनिदेऊ त हिजो के भयो। कसले के गर्यो त्यस्तो? कसैले के भनेको हो? मलाई डाइरेक्ट वार्निङ आयो। मलाई लाइभबाट त वार्निङ आइरहेको थियो होइन, अरू अन्तबाट नै वार्निङ आयो। वार्निङ दिने मान्छे चाहिँ को हो भन त? अहिले गर मैले बुझेको बुझेनौ? मुक्कै मुक्का ल्यान्ड गराउँछु अहिले ढाडैमा। को म एड गरिदिउँ? को मान्छे हो? बोलाऊ त। म एड गरिदिन्छु नि त। को बोलाले मान्छे? को केटा बोलाऊ मान्छे बोलाऊ बोलाऊ। हो त्यस्तो मान्छे दिमाग भोर्दिने। म एड गरिदिन्छु नि फेरि। बोलाऊ न त, के डराउँछु सोचेको? फेरि मैले गर्दा ब्रेकअप भयो भन्न पाउँदैन नि। कसको के? मैले गर्दा ब्रेकअप भयो भन्न पाउँदैन है। होइन सुन यता सुन, म यस्तो डराउने मान्छेमा चाहिँ पर्दिनँ। अच्छा खासा मान्छेहरूसँग त म नडराइकन बसिरहेको मान्छे। कोही मान्छे अनि मैले भनेको, अनि मैले यति मात्रै भनेको हो कि होइन, मैले यहाँ बोलाएर ल्याइसकेपछि अनि म थर्ड पर्सन हो भन्न पाउँदैन नि फेरि। पाउँदैन। म यता सुन, म ल गर। रेडी नि? को मान्छे हो? बोलाउ न यार, डराउँछु सोचेको? अहिलेसम्म कसैसँग डराएको छैन जन्मेदेखि। लास्ट टाइम हेलो हेलो हाय, के छ बिदी दिदी हालखबर? मेरो हालखबर ठिक छ, बाँचिरहेको छु। खै चस्मा खोल्छ न, चस्मा खोल्छु त हेरौँ त, आँखाको हेरौँ न एकचोटि, आँखा हेरौँ न एकचोटि। ओहो इमोसनलै बनायो त यार यो झुलले त यार। हजुर हजुर यसरी उ बकिन भएन है अमृत। हेलो दाइ, ट्याटू वाला दाइ हो? दाइ ट्याटू दाइ सुन्नु न। हेलो दाइ, आवाज आएन, एकछिनमा फोन गर्छु हजुरलाई फेरि। हेलो ल हान के हान, तिमी ट्याटु हाने नि हान, तिमी फोटो नै छपाइ नि छपाउ, तर मलाई नसुनाउ तिमी। दाइ, हजुर कहाँ बाहिर जानु भएको हो? अमृत अमृत आइस त बाहिर। कैसे हामी दुईजना कुरा गर्छु भन्नुभयो रे? ल भयो भयो भयो, केही पनि भन्नु पर्दैन अब, मैले बुझेँ। क्लियर भयो सबै कुरा। ल क्लियर भयो नि। भयो नि। मलाई अब बर्थडे विस गर्न आउने होला नि त बेलुका। आज राति 12 बजी तिम्रो घर अगाडि रेडी भएर बस तिमी। ल हेर्छु म आएको। ल कता लर जाम भन त? प्यारिस कि लन्डन कि डाँडा? होइन प्यारिस लन्डन जाउँ। मेरो बेस्ट फ्रेन्ड छ त्यहाँ। केटा साथी? केटी, अफकोर्स केटी। केटावाला बेस्ट फ्रेन्डवालासँग चाहिँ टाढै हुनु ल केटाहरू, अलिकति गाह्रो छ यस्तो उसमा चाहिँ। अनि ठिक छ, हुन्छ। मैले त के कुरा गर्न थाल्यो, किन यस्तो दिमागमा त्यस्तो कसले भ्रम हालिदियो, कसले के गरिरहेको छ भन्ने फिल भयो क्या, त्यही भएर। बुझेनौ? क्लियर बस, जान्छु म चाहिँ अहिलेको लागि है। क्लियर बस तिमी।
त्यो यार केटाहरू त्यसै मिसअन्डरस्ट्यान्डिङ गराइदिएर गएँ अनि सबैजनाले इसा ब्ल्याक कलरको साडीमा आऊ न बर्थडेको लागि भन्छ नि म ब्ल्याक कलरको साडी कि राति 12 बजेको कतै 12 बजेको पछिको प्लान छ जस्तो छ पर्खाल नागेर पर्खाल नाग्न होइन सिधै हाम थाल्यो भने मात्रै हो माथि 3 तला माथिबाट ए हो र त्यस्तो त नगर कतै रातितिर लेट नाइटको प्लानिङ छ जस्तो छ मैले यसो हेर्दाखेरि ब्ल्याक ड्रेस त नत्र इट्स अ ब्ल्याक साडी ए सारी ब्ल्याक साडी हो नि होइन जन्मदिन हो साँच्चीकै नै मेरो गिफ्ट कहाँ छ गिफ्ट त छैन एउटा बुके चाहिँ छ बुके लिएर आएको छु तिम्रो लागि हो क्युट हो भनेको साँच्चीकै नै खै हेरौँ त कस्तो पताउँदैन नि यार अब के भन्नु तिमीलाई पाण्डाहरू मनपर्छ कि मनपर्दैन टेडी सेडी पाण्डा टाइप्सहरू के मन पर्दैन मन पर्दैन पाण्डा सण्डाहरू रियल फ्लावर बुके भनेपछि रियल फ्लावर हो रियल फ्लावर लिएर आउँछु कस्तो टेन्सन तिमी यार तिम्रो लागि म अहिले जाउँ बगैँचामा टिप्नलाई गइस्यो ल गइस्यो यत्रो ठुलो चाहियो मलाई फेरि बुके पनि सानोले हुँदैन अहिले जान्छु है म भन्दैछु गइस्यो लिएर चाहिँ आइस्यो गएर के आउँछ अब केही पनि आउँदैन आउनु चाहिँ केक खै रे मलाई सरप्राइज केक पठाइदिनु भएको थियो कि तर म अहिले काट्दिनँ तर म काट्न नि सक्छु मैले भनेको थिएँ नि त म मेरो भ्युअर्सहरूसँग मनाउँछु बर्थडे भनेर सुरुमा मम्मी ड्याडीलाई उठाउनु मिल्दैन किनकि मम्मी भोलि बिहानै मन्दिर जानुपर्ने छ 3 बजे 4 बजे उठेर अनि मम्मी टायर्ड हुनुहुन्छ मम्मीलाई चाहिँ उठाउनु मिल्दैन मैले कहाँ छ पुरै गार्डन लिन गइसो जस्तो छ यता सुन मैले यस्तो रिसर्च गरेँ होइन रिसर्च गरेँ केटीहरूलाई फुल दिएपछि चाहिँ केटीहरू खुसी हुन्छन् भन्ने रिसर्च थियो क्या मैले चाहिँ बुझेनौ तर तिम्रो लागि त म कहाँ फुल दिन सक्छु तिम्रो लागि त मैले दिलै लिएर आएको छु क्या बुझेनौ दिलै लिएर आएको छु राख्छौ भने नत्र म देखाउँदिनँ खोइ त दिल राख्छौ कि राख्दिनौ भन है तिम्रो चोइस हो पख एकछिन पख ल पख है अलिक बिजिएम बजाउँदै दिउँ न मेरो लागि आज गीत पनि गाउने होला नि त पख न एकछिन अर्को चिज पनि छ ल तिमीलाई यसो मैले एउटा रिसर्च हेरेँ कि एकजना खतरनाक लभ गुरु हुनुहुन्छ भनौँ न उहाँको नाम चाहिँ पारस हो लभ गुरु खतरनाक हुनुहुन्छ उहाँले चाहिँ मलाई एउटा दिनुभयो के भाइ बाबु मेरो बालक तैँले बुके लैस भने त्यो फुल ओइलाएर जान सक्छ त्यसरी त दिल दे भन्नुभयो वाउ कति ठुलो विचार भने होइन अनि बालक केटीहरूलाई क्यान्डल धेरै मनपर्छ सेन्टेड क्यान्डल्सहरू किनिदिनुपर्छ बालक केटीहरू फ्ल्याट हुन्छन् भनेर भन्नु ओहो सेरे गुरुजी यो कहाँ लुकाउनु खोज्छ यस्तो कुरा अनि तिम्रो लागि एउटा क्यान्डल पनि ल्याइदिएको छु यस्तो खतरा क्यान्डल चाहिँ कहीँ देखेको पनि छैन होला यस्तो क्यान्डल हेरे देखेको छौ कहिले के छ त्यसमा क्यान्डल हो यो पुरै ओके क्यान्डल सो क्यूट अनि कहिलेसम्म आउँछ मेरो हातमा त्यो यो अब भेटघाट हुने बित्तिकै म तिमीलाई दिन्छु हातमा त भनिदिन्छु अर्को पनि छ आइस ल मेरो बर्थडेमा मैले आफै बनाएको क्यान्डल हो त्यो त म नबाली राख्छु आफै बनाएको क्यान्डल हो एकचोटि तिमीले यो बास्न हेरेर आगो बाल्यो भने नि तिमीलाई मेरो याद मात्रै आउँछ कि त्यस्तो मिठो बास्ना आउँछ यसबाट हेर्छु म मलाई त दिने हो नि होइन तिम्रै हो यो सकतोक तिम्रै यो एभ्रिथिङ केक काट्ने टाइम नै भएको छैन होल्ड गर्नुहोस् न ल केक काट्ने टाइम भएको छैन के होल्ड गर्नुहोस् न त्यो त केक त अनि सरप्राइज थियो नि होइन लिएर आएको छु लिन जाम लिएर आइसु
खै त लिन गएको जान्छु म फेरि जाम हस् यहाँ आउनेवाला भइसिन्थ्यो नि होइन कहाँ मलाई यहाँ भेटेर बर्थडे विस गर्न अहिले 12 बजे राति तिम्रो ड्याडीले मलाई भेट्यो भने जिउँदै गाड्नु हुँदैन म मेरो साथी हो भन्छु नि मम्मीले सोध्दै हुनुहुन्थ्यो आज हजको बारेमा के भन्दै हुनुहुन्थ्यो जससँग लाइभ बस्ने ह्यान्डसमको हो रे यस पार्डन प्लिज ह्यान्डसमको हो रे अनि मैले साथी हो खाना खान आउँछु भन्नुभएको छ भन्दै थिएँ मम्मीले खाना नि बनाउनु भयो तर आइसेन नि त ओ मम्मीले चित्त दुखाउनु भएको छ त्यो कुराले सो सरी टु हियर द्याट तर मामुजीलाई एउटा कुरा चाहिँ भन्न चाहन्छु है के कुरा आज म अलिकति हल्का बिजी बेसी भयो कि त्यही भएर मात्रै हो नेक्स्ट टाइम आफ्नै घरभित्रको मान्छे हो घरभित्रको मान्छेसँग त्यस्तै रिसाउनु हुन्छ त यदि लाइभ हेर्दै हुनुहुन्छ भने एक्ज्याक्टली भएन है हजुरले यहाँ सबैजनाले कमेन्ट्स गर्दैछ व्हाइट कलरको टी सर्ट किन लगाएको रे अब कालो कलरको टी सर्ट धुनको लागि म एक्लै मान्छे छु फोहोर भएर राखेको छु होइन कालोमा फोहोर देख्दैन कालोमा फोहोर देख्दैन कालोमा झन् फोहोर देख्छ दागहरू छ नि त इच्छा हो नि होइन त्यो भनेको इच्छा हो कि मलाई थाहा छ नि होइन इच्छा हो कि त्यो सबै भनेको बाहना हो यो सबै बाहना हो इच्छा अभिलाषा कोही केही पनि छैन परम्परा केही नथिङ यता सुन ए परम्परा सबै याद छ परम्परादेखि लिएर त्यसपछि आएर सबै कुरा याद छ यहाँ मलाई मान्छेले कस्तो आरोप लगाइसक्यो मैले गरेर हस्को ब्रेकअप भयो अरे ब्रेकअप मेरो लभै कुल भइ रुँदै होइसिन्छ उता तिमीले गरेर ब्रेकअप भयो अरे मेरो लभै कोसँग भएको थियो ब्रेकअप हुनको लागि मलाई थाहा छैन म त के त पहिल्यैदेखि नै 4 वर्ष भइसक्यो त दिल नजुडेको मेरो दिल टुटेको आशिक हो नि 4 वर्ष भइसक्यो गीत नगाउने आज टुटेर बिग्रिसकेको थियो म बुझेनौ तिमीले आएर समेटेको छौ के मलाई नआस ठिक छ कालो टी सर्ट धोको छैन के गर्नु एक्लै छु मसँग छ म भोलि पठाइदिन्छु एउटा नयाँ कालो टी सर्ट ठिक छ तर त्यही टी सर्टमा आउनु पर्यो लाइभ तिमीले आफूले लगाएको टी सर्ट पठाइदिउला नि फेरि लगाएको पठाउँदिन नयाँ पठाइदिन्छु मेरो टी सर्ट त हजुर हाफ हुन्छ क्रप हुन्छ सबै लाएर नाइटो देखाएर बसिदिन्छु त टिकटक यता सुन के बोला हाँसो सासो सब कुरा साइडमा छ होइन हाँसो सब कुरा साइडमा छ तर 4 वर्ष 5 वर्ष भइसक्यो दिल टुटेको आशिकको कसैसँग लभ सप कोसँग थियो जस्तो लाग्छ तिमीलाई यहाँ गफ यत्तिका बिटी नाम छ नाम प्रोफाइलमा नाम छ त्यसपछि पनि के प्रुफ चाहियो त्यो दिन किन झुकेर पनिसमेन्ट दिएको छु जस्तो भइरहेको छ क्या मलाई त्यो दिन कहाँबाट मैले पनिसमेन्ट दिएछु उफ आफैलाई उल्टो पनिसमेन्ट फालेछु जस्तो फिल भयो ए के पनिसमेन्ट थियो त्यो सबै केक काटौँ 5 मिनट बाँकी छ कि 5 मिनट गाइज प्लिज पेसेन्स हुनुपर्छ कि पर्दैन केक पनि ल्याएको छौ मलाई केक पठाइदिएको छ सरप्राइज केक हो ल ल है ठिक छ 5 मिनट केक पनि हेरौँला नि त के छ र म नाम भन्दिनँ कसले पठाएको कसले भन त तिम्रो म गेस गरौँ यहाँबाट म खुलाइदिउँ नाम कसले पठाएको ल आफै नभन्न भने होइन मैले कहिले पठाएँ तिमीलाई केक आफैले नभन्न भने होइन एत्तेरिका भाइ मैले कहाँबाट पठाउनु केक सेक भाइ ए भनेपछि त्यो केक अरूले पठाएको थियो मलाई लाग्यो सरप्राइज थियो डेलिभरी दिने मान्छेले के भनेको थियो थाहा छ एउटा दाइले पठाउनु भएको थियो नाम नखुलाउनु भन्नु भयो सरप्राइज हो भन्नु भएको कसले पठायो केक तिमीलाई भन त अब त शङ्काको घेरामा पर्यौ नि त तिमी त होइन मलाई त्यो दाइ एकदम भाइरल हुनुहुन्छ राति जहिले लाइभ आउनुहुन्छ जो केटीसँग नि गफ हान्नु हुन्छ भनेर भन्नुभएको थियो मलाई लाग्यो हजुर हो के नभन्नु भनेर भनिसकेपछि त्यत्रो कुरा भनिसकेपछि म भनेर चिनिहाल्यो नि उसले सबैसँग गफ हान्छिन्छ रहेछ हो हान्दैन मैले हजुर हो भने थिएन नि
कुल बोय पपुलर नम्बर 1 भयो अरे गाह्रो छ बिग लभ च्याट बिग लभ यु ठिक छ 4 मिनेट छ बर्थडे मनाऊ केक सेक काट ह्याप्पी बर्थडे टु यु थ्याङ्क यू ए मलाई बर्थडे विस अहिले गरेर जानु लाग्छ जाँदिन कहाँ जान्छु त 4 मिनेट अझै बस्नु छ त तिमीसँग 4 मिनेट मात्रै के गर्नु गाह्रो छ साँच्चै भनेपछि भोलिदेखि नयाँ मान्छे खोज्ने विचार छ तिम्रो मम्मीले गर्नु भएको हो के सोध्नु भएको मलाई के चाहिँ यो त्यो मान्छेसँग लाइभ बसेछु नि त्यो ह्यान्डसम भनेर भन्नुभएको थियो साँच्चै नै ह्यान्डसम चाहिँ नभएको भाइ ह्यान्डसम मम्मीले त्यही भन्नुभएको म अघि आउने बित्तिकै त आज पनि त ह्यान्डसमसँग लाइभ जाने होला नि भनेर भन्नुभएको मम्मीले ह्यान्डसमै भन्नु साँच्चै नै मरिजाम मरिजाम ह्यान्डसम त अहिलेसम्म कसैले चाहिँ भन्ने त भनेको थिएन फर्स्ट टाइमै हो तर त्यही पनि म एक्सेप्ट चाहिँ गरेँ आज चाहिँ एक्सेप्ट भयो एक्सेप्ट चाहिँ गरेँ बिग लभ है मम्मीलाई पनि माया छ हु इज दिस समबडी म्यान हु इज दिस समबडी बिग लभ म्यान समबडीले मलाई अघि डिच गरे मैले भन्ने बिर्सा म भनिदिन्छु यो कुरा नि को समबडी भनेको समबडी को समबडी समबडीले मलाई चिटिङ गर्छ अघि तिमी चिटिङ पनि उ गर्छौ के हो भाइ कोसँग चिटिङ भयो तिम्रो आवासँग गेम खेल भनेर गेम खेलेको मेरो यताको मान्छेले उता आवालाई गएर गेममा लास्टमा स्नाइप हानेर जिताइदिएर मलाई कस्तो स्याड फिल गराएको कोसँग आवा ए गाह्रो छ नाम तो सुना होगा कसको नाम तो सुना होगा आपने आबाको अनि कहाँ साथी हो नि हामीहरू त पहिलेदेखि मेरो टिकटकको त सबैभन्दा मिल्ने साथी नै हो साथी मात्रै हो नि त्यो प्रोफाइलमा राख्या त्यो यस्तो यस्तो हो नि त्यो त अब त्यो त छोड्दैन somebody man somebody एबाले लाइभ हेरिरहेको छ हैन गाह्रो पर्यो नि होइन लाइभ हेरिरहेको छ होइन कसले के कसले लाइभ हेरिरहेको छ अनि खेरि त्यहाँ खोकी लागिसक्यो होइन मलाई त के पनि थाहा छैन कसले के भनिरहेको छ र Where is my cake? केक खोइ केक केक लिएर आऊ न खै कार्ड ल बर्थडेमा बनाइदिन्छु केक रोक अरूहरूलाई पनि एड गरौँ पख तिमीहरू झगडा गरेर बस्छौ पख म उसलाई पनि बोलाउँछु आवालाई पनि बोलाउँछु सबैलाई टिकटकले सबले मनाऊ केक ए म आफैले काट्ने हो नि सबजना आउँछ अनि म आफैले काट्ने मैले केक ल्याएर सोचेको तिमीले होइन होइन मैले आफैले काट्ने यहाँनिर भने क्या आफै ल्याएर आफै काट्ने भन्छौँ त अनि ल वेट ल म फेरि मिस हुन्छु नि त केक लिन गयो भने अहिले यहाँ बर्थडे विसै सुन्न पाउँदिनँ मैले तिमीले फर्स्ट विसै मबाट खोजेको हो ह्याप्पी बर्थडे टु यु ल ह्याप्पी जन्मदिनको शुभकामना देऊ जन्मदिन मुबारक विशाललाई थ्याङ्क यू सो मच जन्मदिन मुबारक जन्मदिन मुबारक राम्रोसँग बस्नु अझै दामी हुँदै जाओस् अझै राम्री हुँदै जाओस् तिम्रो जुन यो डगलाई माया गर्ने बानी छ नि कुकुर लभर पेट्स लभर त्यो अझै तिम्रो मनमा अझै भरिपूर्ण हुँदै जाओस् एक पिस केक खिलाऊ सबलाई फोन आयो